तो हेलो गाइज, वेलकम माई न्यू मिनी ब्लग। भाइ आज हिँडेर अब गएको गइरहेको छु। आज के गर्न यस्तै हो त। भिजालाई अब भिजा लिन नियमको गएकोमा जानुपर्ने थियो, त्यहाँ गएको सेन्सेनी छैन रे। अब साँझतिर आऊ भन्छ। पैसा मात्रै ट्रेन भाडा किन खर्च गरौँ भनेर नजिकै 1 किलोमिटरलाई हिँडेर जान्छु भनेर हिँड्दै अनि यसो एउटा भिडियो रेकर्ड गरिदिउँ भनेर हिँडेको। यता के हुन्छ, यतातिर बाटो रहेछ अनि यतातिर ट्रेन खोलिएको रहेछ। यताबाट ट्रेन जाने कत्रो दामी बनाइदिएको छ कि। यहाँ जमानामा भनेको सुविधाहरू धेरै छन्, राम्रो सुविधा बनाइदिए। अनि के भन्छन्, सुविधाको लागि एकदम राम्रो गरिदियो यहाँ के। तर त्यही अलि महँगो हो कि। अब नेपालमा 10 किलोमिटर जानु पर्यो भने कति भनौँ 50 रुपियाँ लाग्छ, यहाँ 10 किलोमिटर जानु पर्यो भने 300-400-500 लाग्छ अरे। त्यही हो सुविधा गरिदियो कि। अब यहाँ 100 किलोमिटरको के हुन्छ दूरी तय गर्न पर्यो भने ट्रेनमा भनौँ 1 घन्टामा पुर्याइदिन्छ। 1 घन्टामा सिन्कान्सेनमा अलि महँगो छ। त्यही हो सुविधाको तुलनामा जापान भनेको बहुत धेरै अगाडि छ कि, बहुत धेरै अगाडि छ। तर के गर्ने, अब के भन्छन् बाहिरको मान्छेहरू बढी भइसकेछन् कि, अरू देशका यहाँ स्टेटहरू पनि धेरै भइसकेछन्। त्यही भएर हो लास्ट गरेर अहिले काम बनाउने लास्ट गरेर छ। अब यहाँबाट कति 10 मिनट जति लाग्छ हिँडेर गइदिउँ। टाइम पनि थियो, अलिक चाँडै रुमबाट निस्केको थिएँ। त्यही भएर ल हिँड्दै जाऊँ, भिडियो नि रेकर्ड गरिदिउँ। यहाँ पछाडिबाट मान्छेहरू आइरहन्। यहाँ आज अब भिजाको लागि आएको थिएँ। निङ्गो गएकोमा गएको एप्लाई गरेको थिएँ। भिजा आइसक्यो। सेन्सीले आज बोलाएको थियो, ल आऊ लिन भनेर। गएको सेन्सी नै छैन कि, खै कता गइदियो। अब गएको हाम्रो अब सेनमन गएको छुट्टी भइसक्यो। सेनमन गएको गइरहेको छ। सेनमन गएको छुट्टी भइसकेपछि अब फेरि जान्छु। आज लिएर जानु पऱ्यो, आज लास्ट डेट हो। नत्र फेरि अब भिजा सकियो, पुलिसले समात्यो भने त लास्ट गाह्रो हुन्छ। फेरि चेकिङमा पऱ्यो भने त चाँडै पुग्यो। चाँडै पुग्यो, 1 घन्टा चाँडै पुग्यो यार। कति 45 मिनट चाँडै पुग्यो आज स्कुलमा। के गरौँ गएर। अब यहाँको बाटो हेरेर त कस्तो सफा रहेछ कि, चिटिक्क परेको। पुरै सफा एकदम क्लिन। हो जस्ट अब बल्ल बल्ल ब्लगिङ गर्न स्टार्ट गरेँ हो। जस्ट ट्राई गर्दैछु यस्तै। अब यस्तै गर्छु, बिस्तारै देखाउँछु होइन गाइज। अहिले त्यत्रो थाहा होइन, अब बिस्तारै गर्दा गर्दा आफै थाहा हुन्छ। ल आजको ब्लगमा यति मात्रै। अबसम्म अब अर्को ब्लगमा फेरि बाई बाई।